आमा र बाबालाई सम्झेर माफी माग्नुस् प्लिज। म तपाईलाई दुईटा हात जोड्छु, माफी माग्नुस् त्यो मम्मी र बाबासँग। जे गल्ती भयो तपाईहरुसँग भयो के, हरेक दिन तपाईहरुको भविष्यको लागि उहाँहरु स्ट्रगल गरिरहनु भएको छ। उहाँहरुले खाइ नखाइकन तपाईहरुको भविष्य बनोस् भनेर हरेक चीज गरिरहेछ तपाईहरुको लागि। कति मेहनत गर्नुहुन्छ तपाईहरुको लागि भन्नुस् त। कोही जगदम्बा भित्र काम गर्नुहुन्छ, त्यो कोइलाको आगोको तापमा। कोही गाडी चलाउनुहुन्छ, कोही पसल गर्नुहुन्छ, कोही किसानी गर्नुहुन्छ। तपाई हामी करोडपति बाउको छोराछोरी होइन हो भनेको, सामान्य घरको हौ भने। यदि त्यो पैसा छ नि तपाईहरुलाई नलगाएर त्यो आमा बाबाले कलेक्सन गरेर राख्ने हो भने चाहिँ बुढेसकाललाई सहारा हुन्थ्यो के। तर अहिलेको छोराछोरी हेर्नुस् त, तपाईले सोशल मिडियामा देख्नु भएको छ के, खाइ नखाइकन तपाईलाई यत्रो बनाउँछ, हरेक लगानी लगाउँछ। भोलि तपाईहरुले आफ्नो भविष्य बनेपछि आफ्नो श्रीमान र श्रीमतीको कुरा सुनेर बाउ आमालाई वृद्धाश्रममा लगेर राखिदिन्छ। यो हो हाम्रो नैतिकता। हाम्रो समाज यतातिर दौडिरहेछ, हामी पनि त्यही समाजको अंग हौ के। तपाईहरु कतिको ज्ञानी हुनुहुन्छ, कतिको के हुनुहुन्छ भन्ने कुरा छातीमा हात आफूले आफूलाई प्रश्न गर्नुस्। मैले नशा खाएर रुवाएको थिएँ, मैले मेरो मम्मी बाबालाई पीडा दिएको थिएँ। तपाईहरुले के गर्नु भएको छ नशा नखाएर? दिनु भएको छ या छैन प्रश्न गर्नुस् तपाईले आफूले आफूलाई। यदि दिनु भएको छ भने प्लिज बाबु नानी प्लिज ब्याक पछाडि आउनुहोस्। हामी तपाईहरुलाई फेरि साथ दिन्छौं भनेर तपाईको मम्मी र बाबा तपाईहरुसँग गुहार मागिरहेको छ। प्लिज तपाई त्यो बाबाको राम्रो छोरा, त्यो बाबाको राम्रो छोरी, त्यो आमाको राम्रो छोरा, त्यो आमाको राम्रो छोरी बन्ने कोसिस गर्नुहोस्। हिजो जे भयो भयो, कमिटमेन्ट गर्नु आफूले आफूलाई। आजदेखिबाट म हरेक पल केयरफुल भएर हिँड्छु। यो संसारमा सबैजना स्वार्थी छ मेरो मम्मी र बाबा बाहेक। मेरो आफ्नोले पनि साथ दिँदैन जुन मेरो मम्मी र बाबाले साथ दिन्छ। आज तपाईहरुको जरुरत छ तपाईको मम्मी र बाबालाई। तपाईहरुलाई पनि जरुरी छ मम्मी र बाबा। प्लिज दुईटा हात जोडेर म तपाईलाई भन्छु, 10 सेकेन्ड 50 सेकेन्ड तपाईलाई म कमिटमेन्ट गर्ने मौका दिन्छु। दैसिउरे कमिटमेन्ट नगर्नुहोस्। तपाईलाई त्यो मम्मी र बाबाको कसम छ। यस्तो संकल्प गर्नुहोस्, यस्तो कमिटमेन्ट गर्नुहोस्, कुनै पनि आँधी हुरी हावा, कुनै पनि व्यक्तिले तपाईको भावनासँग खेल्न नसकोस्। त्यो किसिमको कमिटमेन्ट गर्नुहोस्। झुटो आश्वासनमा नफस्नुहोस्। यो संसारमा कोही पनि आफ्नो हुँदैन मेरो मम्मी र बाबा बाहेक, जसले तपाईलाई दिनरात माया गरिरहेछ, खाइ नखाइकन तपाईलाई बुझिरहेछ। यसैले 50 सेकेन्ड मैले साइलेन्ट छोड्दिन तपाईहरुलाई।